हामी केटी मान्छेको जात केटाहरूलाई आइज पनि भन्न नसक्ने आफै बुझेर आए पनि हुन्थ्यो नि कसले के नै भन्थ्यो र गाउँघरतिर भन्दा पनि यसो वनपाहातिर घाँस दाउरा गर्न आउँदा कोही भेटे पनि गजब हुन्थ्यो नि खै त कोही भेटिँदैनन् कसैले आँट गर्दैनन् भगवानले पनि हामी छोरी मान्छेको जातलाई कस्तो बनाइदिनु भयो के यिनी छोरा मान्छे त नभई नहुने एकछिन त बस्छु कस्तो सास फुलेर आयो भने के गर्ने घरको बुढोले नसकेपछि बाहिरको आश लाग्ने रहेछ भर्खर त बल्ल 30 वर्ष पुगेछु अझै 40 कटेपछि अय्या कसले हो के लुकेर ढुङ्गाले हान्नै मन छ भने अगाडि आएर हान्ने भइगयो नि किन लुके लुके ढुङ्गाले हानेर जिस्काउन पर्छ र माफ पाऊ है मैले नै हो तिमीलाई ढुङ्गा हानेको बेसरी लाग्यो र हान्ने ठाउँमा हानेको दुख्दैन त बे ठाउँमा हानेपछि दुखिहाल्छ नि म पनि धेरै पहिलेदेखि नै सोचिरहेको थिएँ यो गाउँ सहरमा भन्दा यता वन जङ्गलमा कोही यस्तो साथी भेटियोस् कि जसले मलाई पर्याप्त सुख दिन सकोस् नभन्दै आज तपाईँ भेटिनु भयो ए हो र अब चिन्ता नगर म आइसकेको छु नि तिम्रो साथमा तिमीलाई साथ दिन बरु तिम्रो बुढाले के गर्छ केही गर्दैनन् दिनभरि जुवा तास खेल्ने रात परेपछि जाँड रक्सी घिच्ने मसँग झगडा गरेर दिनरात वाक्कै गराउँछन् मलाई केही वास्ता गर्दैनन् त्यही भएर त म कति प्यासी भएकी छु ए हो र टेन्सन नगर म छु नि तिम्रो प्यास तिम्रो तिर्खा मेटाउनलाई भनेपछि एकदमै प्यास लागेको छ तिमीलाई एकदम होइन एकदम धेरै प्यास लागेको छ के तपाईँले मेरो प्यास मेटाउनुहुन्छ जरुर मेटाइदिन्छु तिम्रो प्यास ल हिँड जरुर मेटाइदिन्छु भनेपछि आज मैले वनको तरुल चाख्न पाउने